हुन्छ सिकाउने पैसा आउँछ हेलो गाइस वेलकम टु आज मेरो नत्र ब्लगमा गाइस हैन आज चाहिँ हाम्रो अलैँची खन्न गइरहेको छ अलैँची निकाल्न उतापट्टि छ हैन अलैँची धेरै छ अब यस्ताले अलैँची निकाल्न जान आँटेको गाइस खेतहरु अलैँची निकाल्ने मान्छे 8 जना छ अलैँची निकालेको पनि भिडियो आउँछ हेर्नु होला सबैजनाले मान्छे उता 8 जना छ म चाहिँ यता ढिउ चियाहरु लागि जाँदै भर्खर गाइस हेर म जाँदै छु यता बाटोतिर गाइस भर्खर यता पुगे आज छ यार गाइस उता कति अझै 15 मिनेट बाटो जति लाग्छ हैन 15-20 मिनेट लाग्छ गाइस म चाहिँ अब यता खोलाको ठाउँमा आइपुगिसकेको छ हैन अच्छा खुकुरी ल्याउने भिडियो छ अब फेरि माथि यो पुऱ्याएर फेरि खुकुरी लिएर आउनुपर्छ गाइस मैले फेरि अलैँची खान लागि त्यो आइसे पनि लिएर आएन थिएँ गाइस यस्तो खालको दिमाग छ मेरो के गर्नु पहले ही फैसला कर ले ये 50 शेड्स ऑफ बकचोदी मुझे हुन्छ लागि म लोडे नि गाइस थाहा छ हेर्नुस् बाटोको अवस्था यस्तो छ हैन अब यस्तो ठाउँहरुमा हिँड्नुपर्छ घाउँ गएपछि गाइस यतै अलैँची छ हैन यो अलैँचीहरु बेचेर पैसा आउँछ गाइस पैसा गाइस सबै अलैँची यिनीहरु हैन यो पुरा अलैँची खानुपर्छ उता भित्र छ अलैँची खाँदै हो है आ जा था बेचो हाँ हाँ जी क्या कर रहे हो? तू क्या कर रहा ये कौन है A few moments later. अरे यहाँ चाहिँ निङ्रो पनि पाउँछ हैन निङ्रो यतातिर म यता निङ्रो हाम्रो यता खाना आइसकेको छ अब खानाहरुमा छ एक टिक्टी छ खाना कुकर थियो न हिउँ ल हाम्रो मन्दिरन अहिले चाहिँ निङ्रो टिपेको छैन गाइस निङ्रो उनीहरू चाहिँ अलैँची खाँदैछ भने निङ्रो टिप्नु भएको अब अलैँची खानु जानुपर्छ गाइस अब एकछिनमा अब जान आँटेको हो 잼재기 피나는 뚱신이 잡am गाइस यतातिर पुरा अलैँची खाँदै छ अब हामी चाहिँ अलैँची लागि जाने हाम्रो मन्दिरन हुक्का छोडेर अब हेरौँ कहाँसम्म छोडेछ अलैँची लागि जानुपर्छ गाइसहरु यति अलैँची खानिसक्यो फाइनली गाइस हाम्रो चाहिँ यता अलैँची खानिसकेको छ उनीहरू आइसकेको हैन अब गर्दै जाने अलैँची के लाउने अलैँचीको टुप्पो गाड्ने हैन त्यसपछि पैसा सिगाउने पैसा यति खनिसकेको छ हैन अब गाड्दै जानुपर्छ यति भारी छ कसले भोग्छ पुयो पुरा उता धाइहरुको यो मेमेहरुको यो नि हाम्रो मेमेको उता पारेको छ हाम्रो यो नि हाम्रो हो हेर्नु सो फाइनली गाइस यता अलैँची पनि लिएर आयो लास्टै गरौँ यार लास्ट गरेर म गाइस यता छ अलैँची पुरा अब घरमा जाने हो अलैँची के लाउने हो गाइस हामीले यतातिर अलैँची के लाएर यति धेरै के लाइसक्यो अब भोलि आज यति बाँकी छ गाइस उतातिर छ गाइसहरु हैन अब हामीले त अलैँची ल्याइसक्यो यति रहेछ जाबो अलैँची सो फाइनली गाइस हैन अब हामीले चाहिँ अलैँची पनि पुरा के लाइसक्यो अब सुकाउनु पर्छ गाइस घाममा आज लास्ट डे थाके छ गाइस अब म चाहिँ सुतेको गाइस सबैले गुड नाइट आजको मेरो ब्लग यति नै रहेको छ अब फेरि अर्को ब्लगतिर भेटौँला गाइस फेरि अब यस्तै रमाइलो ब्लगहरू आउनेछ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला आज किन काम गरेँ मेरो आवाज नै अहिले भोइस नै बिग्रेछ दिनभरि काम गरेर होला क्या लगायत बाई बाई गाइस एभ्रीवान